जन्मित भइयो, जन्म भइहालेपछि दुःख सुखको त धनीले त सुन्न खाँदैन हो, गरिबले माटो खाएको के त सबको समान हुन्छ। बुढी चिन्तन मात्रै हो क्या, बुढी चिन्तन यता खाने उता जाने गुपार्ने साँचो मात्रै छ, अरू केही छैन। अब त्यो गुपार्ने साँचोको शरीरलाई कसरी बनाउने भन्ने धन्दा हो, अरू केही छैन। एउटा विज्ञानसँग जोडेर भगवान बुद्धको निशानालाई 7वटा भागमा विभाजन गरेको छ। कुरो बुझ्यो नि? त्यसमा आज एउटा इन्ट्रोडक्सन मात्रै हुन्छ, अर्को शनिबार चाहिँ पूर्ण रूपमा त्यसको नियम कानुन कसरी गरेको छ त्यो हामी अर्को लेसनमा आज, किनभने भूमिकाहरू बाँध्दै जान्छ। तर सुरुवातमै यहाँ एउटा राष्ट्रिय गीत उपाएर राष्ट्रिय गीत गराउनु भयो स्वाभिमान गुरुले, देशप्रति भावना जाउनको निम्ति होला नि। ओम ध्वनि गरियो, गणेशलाई पनि सम्झ्यो, सबैभन्दा पहिला पूजा चाहिँ गणेश गर्नुपर्छ। त्यो पनि शरीर चाहिँ मान्छेको टाउको चाहिँ हात्तीको पशुको टाउको हाल्दैन के। त्यसपछि हामी सरस्वतीको चाहिँ वन्दना गरेर हामी ओमकार ध्वनि गऱ्यौँ, सबैलाई शान्ति होस् भन्ने कामना गरे कि गरेन? कसले गरेको? मानिसले गरे नि त। आज अलिकति इन्ट्रोडक्सन, यो मनुष्य शरीर कसरी बनेको छ र यो शरीरको महिमा के छ र यसलाई मूल्यवान कसरी बनाउने भन्ने धन्दा जानु पर्यो, धन्दा चलाउनु पर्छ क्या, नत्र मूल्य बढ्दैन। अब आज लडाई के छ भने थोरै चर्चाको अलिकति इन्ट्रेस्टिङ किसिमले लैजानको लागि मानवदेहमा के क्वेसन राइज भएको छ विद्यार्थीहरूसँग बसिरहँदाखेरि। तपाईँले त्यो नभनेसम्म हाम्रो दिमाग खुल्दैन। अब तपाईँले मलाई के उत्तर दिन पर्यो भने मैले क्वेसन गर्छु, त्यसको उत्तर दिन पर्यो। हामीले अब यताबाट यता एउटा, यताबाट एउटा, दुई टोली बनाउनु पर्यो। गुरुले भइहाल्यो, भाइ बहिनीहरू यता गयो यता दुईटा बनाउनु। यसमा चाहिँ मैले भनेछु कि मनुष्यको धर्म ठुलो छ कि पशुहरूको धर्म ठुलो छ भन्यो भने अब कसको उत्तर होला भने पहिला हामी यताको एउटा ग्रुप, दुई ग्रुप बनाएर रमाइलो हुँदैन। तपाईँहरूले पहिला बताउनुहोस् कि पशुको पुण्य धर्म उनको ठुलो छ कि मनुष्यहरूको पुण्य धर्म ठुलो छ? अहिलेसम्म तपाईँको एनालाइसिसमा थियो भन्नु न। एउटालाई चोइस गर्नु पर्यो क्या, कि पशुलाई चुन्नु पर्यो कि मनुष्य चुन्नु पर्यो भनिहाल। तपाईँले भन्नु मैले भनेको क्वेसन त बुझेछ नि। मनुष्यको पुण्य धेरै छ कि भन्छ नि, मनुष्यको पुण्य धर्म धेरै छ कि पशुहरूको पुण्य धर्म उनीहरू धेरै छ? यो दुईटाको टेली गरेर हेर। त्यस्तो नगरेसम्म आउँदैन त। ब्रेनलाई अलिकति खेलाउनु, स्टिमुलेसन त भयो, हार्मोन्स पनि क्रिएट भयो, केमिकल पनि रिएक्सन भइसकेछ। भन तिमीले भन न पशुको यता यसले पशु भने तिमीले मान्छे भन्नै पर्यो। भन्दै यो ढिलो बोल्नुको कारण के छ थाहा छ? अकबक के हो के अझै त कोकुलेटर छ भने तिमीले कसरी संसार हाँक्छौ भन्ने। उहाँ माइक बनेर नेता बन्न परेन, टिचर बन्न पर्यो भने विद्यार्थीले गरौँ पहिला गर्दै त्यो केटा मन परेपछि परे छैन भन्नु पर्यो नि। ढिलो गर्यो भने जीवन बिग्रिन्छ। हुन्छ त हुन्छ, उन्न त उन्न। केटाले आमाले चाहिँ तिमीहरूको विवाह गर्न गऱ्यो भने केटा बोलाउँछ नि त। बगैँचामा फुलबारीमा फुलेको फुल मात्र आउँछ नि त। तिम्रो हातमा निर्णय होइन, त्यो चुसिहाल्छ नि। त्यहीँ धेरै तिम्रो कम्प्युटर चलाएको छैन सुलो गरेर बाबु म त रङ त हाल्नै छ त। कुरा गर्दै हामी पुछिरहेको भन्दाखेरि
तिमीको ब्रेन स्लो चलेछ राम्रो चलेको भने आउँदैन सोलो ल हानेछ यिनीहरूले सिधा सादालाई ल्याएर आएर यहाँ पोको भएको मोमो बनाइदिन्छ होइन के भन्छ खोर्सानी ठाडो हुन्छ नि रैया खोर्सानी त्यो जिरो खोर्सानी जति ठाडो भए पनि छिलाउने आलुलाई 3 दिन हो निहुरो बिचरा निहुरेर आलु भने मार चुडाको तलसी तरकारी बनाएर खाइदिनु धेरै निहुर्नु पनि हुन्न धेरै ठाडो हुन पनि हुँदैन ठाडो भए के हुन्छ सिलौटामा पिनिन्छ निहुरो भने के हुन्छ समाज यस्तो छ अब तिमीलाई सोध्दा गरे खोजेर के खोज्यो कोही एकदम मसँग लाएर मेरो सिभिलाइजेसन गरेपछि पोकुलेटो भयो भने काम छैन सुरुमै हालेको त्यसो भए सुरुवात भयो यसले पशुको धर्म पुण्य धेरै उसको मनुष्यको धर्म धेरै यसको सहमति अरू कोही छ कि छैन सबैको मागले मनुष्य र पशुमा को धेरै होला मनुष्यको होला कि पशुकै होला पशुको होइन डुएट नभएन क्लियर गर्न पशुको के मान्छे अब भन त पशु कि मनिस पशु बाबु नानी हेर गलत बोल्दैछ नानी तिमीले भन अरू अरू कसरी अरू तिम्रो हिस्ट्री त लागेको छैन आछिन गऱ्यो भने आफू गाडी नरोक्दासम्म कसैलाई पछाडि लाग्दैन गाडी रोकेर आयो भने अटोमेटिक गर गर हो नि त कोही बोल्दा मान्छेको पनि भन्न मान्छेको हुँदैन मान्छेको पुण्य छैन धेरै छ भने कन्फ्युज नभइकै मासको कुरो नसुन त्यो राख्ने निर्णय गर बोले त्यो केटी आयो मन पर्यो कि परेन भने बाबुआमाले मन पर्ने तिम्रो सानो बाबुआमा हो त्यो रानी गर्छ त्यसले पशु पशु भने तिमी पशुमा जाने कसै विरोधी भाष बोल्नु छ भने हात मारेर गरेर होइन पशु होइन मान्छे हो भनेर कोही छ भने भन न मान्छे मान्छे धेर भाइ क्रमशः पढ्दैछ यो अहिले तिमीको ब्रेनलाई एक्टिभ बनाउनको लागि क्लास गराइदिन्छु म बताउँछु कस्तो रमाइलो छ तिम्रो त भाग्यमानी रहेछ भाग्यमानी रहेछ अहिलेसम्म 7,000 भन्दा बढी बच्चाहरूले यो कुरा सुनिसकेको छ 7,000 त्यो सबै नर्स डाक्टर भयो त्यो इन्जिनियर भयो सेन्टी फ्ल्याट खाएको नर्स नभयो भने हुने भने गुस गरेको मैले भनेको के काम सिकेको राम्रो काम सिक्यो भने मान्छे नर्स 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 भने के हो सेवा गर्ने नाम छ नि सेवा गर्ने भने चाहिँ अब काम छ नि त रिसार धेरै कुरा धेरै हुन्छ नर्स बाबु मैले त खोकेको चुरोट खानु भयो नि त होइन त्यस्तो बोल्नु पाइन्छ डक्टर आयो छुँदैन नाम के हो के भएको छ साथी डिग्री लगाउनु पर्दैन जिरो निकाल दबाई लिँदैन खान्छु के खानु त्यो त सेवा हुन्छ त सेवा भनेको त छुएर उसलाई सन्तुना दिएर विचार भनेको छ डाक्टर कति राम्रो मलाई सामना कुरा भन्नुपर्छ स्कुलमा हेरेछ कि होइन कोही डाक्टर सरकारी स्कुल हस्पिटलमा जीवन निकाल भन्छ प्राइभेटमा गयो भने के भएर 1000 रुपियाँले कि त्यही कारण के होस् हाम्रो यहाँ मान्छे र पशुको चाहिँ सेवामा अब फरक के छ त मनुष्यको पुण्य कस्तो छ पशुको पुण्य कस्तो छ त भनेर अब अलिकति त्यसलाई व्याख्या पनि गरौँ होइन लानु पर्यो न अगाडि नभए बुझिन्न नि यसलाई भन त मनुष्य र पशुमा फरक के छ भनेर बताउ त मलाई भन्दा
मान्छेमा चेतना छ, पशुमा छैन। पशु 4 खुट्टे छ, हामी 2 खुट्टे। मलाई कुरा मान्छेले पशुहरू आफ्नो स्वार्थको लागि पनि थाल्छ। अनि पशुहरूलाई त तिनीहरूको त जे गर्नु दिएको छ त्यही भयो, बाँधेर राख्ने तिनीहरूको त्यही त हो नि काम। तिनीहरूले अब बारीमा गएर काम गर्दा भन्नु पर्दैन। बिचारा कति पुण्य होइन, काम गर्नेको के हुन्छ, कुरा आयो। अब सुन, हामीले चाहेको चेतना भएको व्यक्तिले हामीले चाहेको ममा 6 लाख 50 लाख जम्म पैसा परेको कुरा हामीले 5 स्टार होटलमा गएर खान सक्छौँ। पशुले खान सक्छ? बिचारा दियो भने त्यो ममा 6 लाख 50 लाख खाँदैन, त्यसले घाँस दाउरा खान्छ। तर यसले 5,000 10,000 खाएको मान्छेले 2 लाखको टोयलेटमा लुकेर बुहाउँछ, कट्टु लगायो। त्यो घाँस खाने भैँसीले गोरुले बाटोमा हिँड्यो भने कोही शरम लाग्छ नि, हाम्रो चाहिँ यो त प्योर गाईको आज पूजा छ भने त्यसको बुट तिमी चेतना भएको मान्छेको पुरा लिप्यो हुन्छ नि, बुझ्छ? आज त श्राद्ध गरेर पिसा यस्तो चेतना भएको मान्छेको पिसा वारवार्ती खाइदियो खान्छ। पिसाबाट पनि समाजको लागि कति सेवा गरेको छ। सेवा लाग्ने युवा भनेको होइन, सेवा लागि भैँसी खानु पर्यो, युवा राखेको अहिले भर्खर राति बनाएको लुकेर बुहाएको मेरो धर्म जसले दिशा पिसाबाट सेवा दिन सक्दैन भने के हो कि होइन ल भन्न। यहाँ अहिले नाक पुजे सामु के टाँस्नु पर्यो भने कसको आँची ल्याउँछ, गाईको ल्याएर पैसा पनि हाम्रो यत्रो चेतना भएको गुरुको पुगेर त्यो दिशा दिशा मूल्य नपर्ने मान्छे हाले यसो सोचेर ल्याएर कामै नलाग्ने बुबार्ने साँझ मात्र छ भनेको मैले अघि नै भनेन। खाजा फ्लक निलिन्छ ठ्याक्क ब्लकमा साँझो हाल्यो भने त काट्नु भर परेको हाम्रो बुझ्छ बुबार्ने साँझ कामै नलाग्ने आफूले खाएको आफूले प्लास्टिकमा लिएर गाईको कस्तो राम्रो बच्चीको टाकोमै बोकेर पनि चेतनाशील व्यक्तिको त्यो बोकेर हिँड्नु पर्ने, पिसाब ट्याङ्की खानु पर्ने। जोतु बसुले पिसाब खान्थ्यो, जोतु बसुको त एउटा यस्तो बिमारी थियो आफूले फेरि फेरि हामी खानु गरी गरी त पानी खानु नपर्ने कि यताबाट आए मान्छेको हुन्छ आफ्नो पिसाब एउटा कुरालाई त्यहाँ हामीले लिनु भएको छ। दोस्रो भैँसी गाई पनि ब्याउँछ, अब त्यो नानी आएर अलिकति छ्याउ छ। अब गाई भैँसी पनि ब्याउँछ, छोरी मान्छेहरू पनि ब्याउँछ, आमाहरू ब्याउँदैन। ब्याइसकेपछि त्यो दुध त अलिकति धेरै दिँदो रहेछ त्यो गाईले भैँसीले, त्यो त फेरि दुध नभएर फाटिजाँदो रहेछ। बिहेकुती भनेर त्यो पुरा गाउँभरि बाँड्छ। हाम्रो घरमा त बिहा छ, कमलामा बिहाको छ, त्यसको बिहेकुती कहिले बाँडेको तिम्रो आमाको तिमीले पाउँदैन, तिम्रो आमाले बेकुती बाँडेको दिएको छ भने छ भन्दा तिमीले खाना पाए तिमीले ल्याएको छ, तिमीले हेलो नमस्कार हजुर
भयो म एउटा क्लासमा छु पोखरामा यहाँ क्लास गराइरहेको छु कहाँ हो ल कति बज्यो हुन्छ हुन्छ ल हुन्छ नेपाल गान्धीबाट डाक्टर सरिता भन्ने वीर सागर आश्रम चलाउँछ थुप्रै 350 जना बिमारी लासलाई उहाँले चाहिँ आफै एक्लैले संस्कार गर्नुभएको छ होइन त्यो मेरो चेली हो पछि रमाइलो चलिरहेको फोन आएर डिस्टर्ब गर्नु बुढा त उहाँ उचु भइसकेको नाम भयो बनाइदिन्छ त्यसो भए अब आमाजीबाट जन्मिँदा तिमीले त थाहा भएन आमा अब तिमीले पाएपछि बाँड किनभने हाम्रो चाहिँ त्यो बच्चालाई हुने दुध त्यो बच्चालाई मात्र अब हेर विज्ञानले के भन्छ बच्चा जन्मियो विदेशमा देखेको क्या मैले 3 महिना भइसकेन सुई हालेको दुध घटाउने ऊ काम गरे काम नगर्दा कर्तोले तिनी नि छ्या भन्छ घरको बालकोले तिर्ने ट्याक्सकोले तिर्ने के खाने नि त्यो दुध मात्र हिलाएर आएर हुन्छ सुइहाल्ने त्यहाँबाट भैँसीको दुध मगाउनु त्यो आमाको दुध जति त्यो बच्चालाई हुने किसिमको न्युट्रिसन हुन्छ त्यो गाई भैँसीले कति किलोको पाडो पाउँछ त्यहाँ 20 किलोको पाउँदैन 2 किलोको बच्चालाई खिलाउने न्युट्रिसन आमाले दिन्छ भने त्यो पाडोलाई दिने भैँसीले 20 किलोको न्युट्रिसन त्यो बच्चाले त्यो भैँसीले पार्दै पार्दैन 20 किलोलाई हुने दुध त्यो बच्चाले खिलाइदियो त्यो बच्चालाई कस्तो हुन्छ कुरो बुझिसक्यो पाडा 20 किलोलाई हुने दुध त्यसको आमाले निकाल्छ गाई भैँसीले 2 किलोको बच्चालाई लाएर दुध खिलाइदिएपछि तँलाई कस्तो हुन्छ छिटो हुर्किन्छ त नेचुरल हुर्किने दुब्लो पातलो पातालो जति दुख्रे पनि दुब्लो पातलो अब त्यो खिलाइदिएपछि के हुन्छ छिटो हाम्रो शरीरमा बढ्नु पर्यो हिँड्नु पर्यो डुल्नु पर्यो त्यस्तो भइजान्छ त्यसलाई फेरि त्यो मिल्यो भने ल्याक्टोजन भन्ने खिलाउँछ होइन त्यो कारण ठुलो भयो चाहिँ ल्याक्टोजन खाने अलिक ठुलो भयो चाहिँ ल्यापटप पनि दिने भनेर कुरा छ कि ल्यापटप अबको बच्चालाई ल्याक्टोजन खिलाएपछि ल्यापटप अगाडि राख्ने त्यहाँबाट बल्ल उसले भात खाँदाखेरि पनि त्यसले हेरेर आमा फेरि उल्टा गरेर टिकटाकमा अब त्यस्तो जुग आयो कि आएन त्यस्तो प्रतिस्पर्धा जुगमा तिमीहरू बाँच्ने कसरी भन्ने कला सिक्ने कि नसिक्ने त्यो सबै चिजबाट हामी कसरी अलग भएर बस्ने सिक्नु पर्यो नि उहाँहरूको मिठाईहरू खायो भने चाहिँ कल्पना आमाको मिठाई भन्ने कुरो त सुन्दैन नि त दही बनाउँदाखेरि भैँसीको दही गाईको दही त्यो त फलाने भीमबारीको दही भन्ने हुन्छ न घिउ हुन्छ अहिलेसम्म संसारमा कुनै आइमाईको घिउ चाहिँ आफ्नो बनाएको छैन मैले त भेटी छैन तिमीले भेटेछ हजुरले भेट्नु भएको तपाईँ र मैले नभेटे त यसले त भेट्नु कुरै भएन हेर अब त्यति मात्रै भएन भनेर त्यहाँ पनि हामी खेल्छौँ कति सेवा अर्काको दुध कटुवा गरेर त्यो दुधबाट हुने पकवान भनेर संसारमा पैसा कमाउँछ हाम्रो दुध सुकाएर पनि बच्चालाई ल्यापटप बनाएर दिमाग बिगार्दै अब लास्टमा हुन्छ जब भैँसीले अब त्यो कुनै दुध चुन नदिएपछि त तँलाई त लान्छ लाएर कसैले चाहिँ ड्याङडुङ पारो मनमा छोरा कसैलाई हाम्रो मरेको चाहिँ डराएर चाहिँ गुरुङ हो भने ढ्याङ्की ड्याङ ठोकेर पसाल्छ गरेर वाला शीतल लुगा लगाएर के गरेर
को कार्य गरेको देखेको छ, दान दक्षिणा गरेको देखेको छ। कारण के त भन्दाखेरि मनुष्य चेतनाशील भए तापनि यसले यस्तो अपराधी काम गर्छ, जन्मदेखि मृत्युसम्म खालि बदमास काम मात्रै गर्छ, राम्रो कामै गर्दैन, गोप्य काम धेरै गर्छ। तिमीलाई काम यस्तो एउटा गरेछ, तिमीलाई मात्र थाहा छ, अरू कसैलाई थाहा हुन्न कि थाहा हुन्छ, तिमीले भनेको थाहा हुन्छ। यदि यस्तो गलत काम गरेर एउटा यो मात्र थाहा छ। सबैभन्दा अपराधी को भनेर हो कि होइन? सबैले गरेको हुन्छ हो। आज एउटा अपराध गर्दा गर्दा गर्दै मृत्यु कारण धेरै अपराधी कुरा मात्र आफूसँग जाँदाखेरि त्यो अनुसारको कर्म अनुसारको जन्म हुन्छ, त्यो अनुसारको तिमीले दुःख पाउँछ भन्न त भन्थ्यो नि ज्योतिषीले। त्यो केटा त हुन्न, मेरो मनमा त त्यो केटा छ नि भनेर अर्को केटा छ बिहा गरेपछि त्यो केटा त्यो अनुहार आउँछ नि, त्यो बिग्रिहाल्छ। तैँले के भने धेरै नगर्नु कस्तो कस्तो पाएको यस्तो आइसक्यो मेरो कस्तो कस्तो पाएको भने त्यो भन्ने मिल्दैन। अब यो कुरालाई हेरिराख्दाखेरि मानव समाजको मनुष्यको शरीरले गरेको पुण्य, भौतिक शरीरले गरेको पुण्य भन्दा पशुहरूको पुण्य धेरै भएको हुनाले उनीहरूलाई कुनै कर्म काण्ड धर्म पूजा आजा त्यो पशुले गर्नु परेन। उसले पूर्ण रूपमा सेवाको रूपमा हाम्रो समाजमा हाम्रो बीचमा आएको देखिन्छ। त्यस्तै प्रकारको युवाको सेवाको लागि युवा भन्ने संस्था पनि आफूले नखाइकन पनि त्यो पशु सरा आफूले नखाइकन पनि आफ्नो ज्ञानलाई कसरी हुन्छ उसले बाँड्ने भन्ने कुरो प्रक्रिया मिलाउने जस्तो मलाई लागेर अहिले मैले यो प्रसङ्ग यहाँ जोडेको हो कि होइन। त्यसको लागि सबैले तिनीहरू साधुवाद दिन्छु हामीलाई। धन्यवाद छ तपाईँहरूलाई। अब आयो मूल्य कति पर्छ भन्दाखेरि 12 तपाईँले एउटा अन्डा लिएर उतो विधवासिनी चोकमा उभिनुहोस्। अहिले गएर के त्यो अन्डाको मूल्य कति हुन्छ न भन्नु पहिला भने म कति पैसा पर्छु होला हजुर भनेर सोध्थेँ कि आफै चिनेको मान्छेलाई। त्यो पासा हेर मेरो पैसा कति पर्छ होला भनेर सोध्नुहोस् त, कति पर्छ होला यो बाजेको पैसा। अब हामी त बुढो भयो, हामीलाई त नभल्ला तिमी गाह्रो उभिएर मेरो कति पैसा भनेर जब कुखुरा बढ्दै जान्छ 2-3 किलो भएपछि त कति पैसा आउँछ कि आउँदैन? पैसा पर्छ पर्दैन? एउटा बाख्रा पाल्यो भने पैसा पर्छ पर्दैन? आमा बाहिर सोच्छ अरू कुखुरा पाले पैसा पर्थ्यो हुन्छ कि हुन्न? पैसा छ। अन्डा एउटा निकालेर कति पैसा भन्यो भने 20 रुपियाँ तपाईँलाई भन्छ। उहाँ गएर तपाईँ मेरो मूल्य कति हुन्छ आज गएर आफ्नो श्रीमतीलाई मेरो मूल्य कति पर्छ भनेको आफूलाई तँलाई मूल्य नपरेकोलाई के भन्छ शास्त्रले के भन्छ? अमूल्य। अमूल्य भनेको अर्थ पैसा नपरेको दुर्लभ शरीरले केही पनि नगर्ने शरीरलाई के भन्यो? दुर्लभ शरीर। दुर्लभ होइन यो, यस्तो जन्तु पाउँछ? यो प्रसङ्गले के बुझ्यो? के बुझ्यो? त भगवान बुद्धले यो शरीर पाएको थियो त्यो पनि अमूल्य र दुर्लभ, त्यसले पनि उपाधि खाँचो थियो। यो संसारमा सानो मूर्ति बनाए पनि पैसा पर्दैन। हाम्रो पैसा पर्छ ओ अलिकति दिमाग खेला न, दिमाग खेला न। पैसा पार्ने वाला बनाउने हो कि उपाधि खाँचो मात्रै हो? अब मेरो मैले थैलो बोकेर के किन भएन भने चाहिँ काम केही पनि हुँदैन। यस्तो भार शरीर जन्म भएर चाहिँ बुद्ध त प्राप्त गरेर बुद्ध जस्तो इन्लाइटमेन्ट लिबरेसन हुन सक्दैन। हाम्रो मूल्य के भयो? एउटा अन्डा छराबर पनि मूल्य छैन। एकदम मन पर्ने तिम्रो बोय फ्रेन्डलाई मेरो पैसा कति पर्छ पर्छ भने केरा बल्ल जान्छ भन्दा तैँले भन्दै भन्दा तेरो पनि पैसा पर्छ र पैसा के पैसा पर्छ त्यो पनि डिसाइडेड छ। मूल्य हुँदैन। तैँले मलाई मूल्य गर्दा म त्यसको मूल्य किन गर्ने? अब यो कुरालाई मूल्यवान बनाउनको लागि उपाय के? हाम्रो शरीरलाई मूल्यवान बनाउनको लागि के जरुरत पर्छ भन्ने कुरा आयो नि त। एक पैसा पनि नपर्ने रहेछ। अब यसलाई पैसा पार्नु है छोरी, यसलाई पैसा पार्नु पर्यो क्या। यसलाई पैसा पार्नुको लागि के गर्नुपर्छ भन्ने कुरा अब सल्लाह आइहाल्यो तपाईँको।
दिमागमा के त्यसो भए अब हामीले यो शरीरलाई पैसा वाला जसले देखे पनि पैसा दिन पर्ने भयो हामीहरू ठुल्ठुलो बिहामा गएर बस्ने बित्तिकै त्यो आइन आउँछ कतिले अनि ठ्याक्क 100 रुपियाँ दिएर पैसा हाल्यो त मैले पनि त्यहाँ हेर्दा कसको मान्छेले कति मूल्य गर्यो मेरो त्यहाँ पैसा नेवा खाला सुरु गर्छु पहिला थाहा जान्थ्यो त्योभन्दा बढेन अहिले बल्ल 100 रुपियाँ भएछ एउटा 100 रुपियाँ त हाल्छ अब पनि राम्रै घर आएर सबैलाई देखाउन गएर पनि देखाएर 1000 रुपियाँ मूल्य बढ्दो रहेछ मूल्य बढाउनु उपाय मसँग के पनि छैन मैले के पनि गरेको घरमा पनि केही गरेको छैन कि मेरो मूल्य बढ्यो कसरी बढ्यो त त्यसलाई भगवान बुद्धले के भन्यो पञ्चशील मान्छे भएर यदि शील छैन भने त्यसको मूल्य हुँदैन फोटो खिच्दाखेरि मेरो टाउको नआउने गरेर खिच्दा भन्यो भने हुन्छ टाउको नआउने कि यो तलबाट यति हुन्छ टाउको सहितको फोटो खिच भन्दा त्यसो गरे कि त राम्रो आउँदैन यो राम्रो आएर के गर्ने भने प्राकृतिकले निचोड भएर गाला रातो भएर लिपस्टिक यो रातो भएको हुन्थ्यो हुन्न के लिपस्टिक रातो आँखी पनि पुरो कस्तो कस्तो भएर जाने क्या जाने हो कि होइन बिहा गर्नुपर्छ दुलै नचिन्ने भइजान्छ यो मेरो एउटा हेर त अनि होइन त्यो त अर्को थियो के लगाएर पुरो बुढिया बनाइदिनु त्यस्तो थियो तपाईँलाई थाहा भएको थियो मैले त्यो बिहा गराउने बेला थाहा भएको थियो मैले पहिले हेर्न अर्को थियो के तर नेचुरल बिहा गरेर के हुन्छ बिहा त गर्ने हो यिनीहरूलाई काम जान्ने र यो मूल्य बढाउनको लागि शीलको आवश्यकता छ बिना शीलको हामीले हाम्रो मूल्य बढ्नेवाला छैन हाम्रो केही मोरलिटी कुरा छ कोही इथिक्सको कुराहरू छ कोही सिद्धान्तको कुरा छ हाम्रो शरीरले त्यो काम गर्नु हुँदैन पशुभन्दा पनि हामी चेतनशील भएको हुनाले केही चिज नियम छ त्यो नियमलाई पालन गर्यो भने हाम्रो मूल्य बढ्छ भगवान बुद्धलाई गइरहेको म मलाई त जाऊ त्यो दुःख छ मलाई छोरा बुढी छोरा मलाई त के छ भने त आइदिनु हो एउटा बुट्टा रहेछ कि बोटमा गएर बुद्धले च्याप्प समातेछ र के भन्छ त्यो आइनेलाई कि बुद्धले बोटले मलाई समात्यो भनेर त्यो आइने आफूले गएर समात्यो फेरि बोटले समात्यो भन्ने भन्छ होइन बोटले समात्यो के मलाई आफूले समात्ने फेरि मलाई भन्ने भने त्यो त हो छोडेर नि तँलाई ती बुट्टा छोडिदियो क्या मान्छे एउटा छ बुढालाई पनि तैँले समात्न पर्छ छोरीले यता गयो भने के हुन्छ छोरालाई समात्न पर्छ 12-15 समातेर त आफूलाई त कसले समात्ने यत्रो बुट्टा समातेर वाइनको बाटोबाट हिँडिरह त्यसलाई डिप्रेसन नभएकोलाई हो कि होइन त्यसलाई भन्छ डिप्रेसन मर्ने बेलामा यता भन्छ कि सनातन हिन्दूले भन्छ रामलाई सम्झ नारायण भन्छ उता सम्झ बुद्धले के भन्छ निर्माण सम्झ बुद्ध सम्झ जिससको राईले भन्छ ईसा मसीह भन्छ उसले अल्लाहलाई सम्झ भनेछ तर त्यो बुढी माउली सम्झेन मेरो त दराज खोलेर हेर त चरागैभरि पुरा साडीको साडी यो साडी चाहिँ मेरो कान्छा भाइले दिएको यो मेरो माइताले दिएको त्यो साडी सबै चिन्छ भगवान त कहिले चिन्नु कहिले चिन्नु साडीको त अन्त त जान्छ पो भने त्यही साडीभित्रै पोको र फेरि आइनै भएर आउनु पर्यो साडी लाउनु हो कि होइन भन्नु अर्थ हाम्रो ब्रेनलाई तपाईँले जति कुरा दिनुभएको छ त्यो तपाईँसँग छ त्यस कारण आज हामीले जीवनलाई मूल्य बनाउनको लागि 5वटा शील आज प्रदान गर्ने लिने ग्रहण गर्ने र त्यो अभ्यास गर्ने है
अहिले त तपाईँले सुने त होला तर त्यो प्र्याक्टिकल ल्याएको छैन। अब मैले प्र्याक्टिकल गर्छु त औलाहरूमा राख्छु है मैले त्यसले गर्ने है। त्यो माया छ गाईले हामीले समात्ने है। हिंसा गर्नु हुँदैन भनेर च्याप समात्ने बुढाउले हिंसा गर्नु हुँदैन च्याप समात्ने समातेपछि अर्कै के भन्छ यदि यो बुढाउलो काटियो भने यो औलोले काम गर्छ त्यो ल्या पनि चल्दैन। नानी त पाउने नसक्नु लेप्टै छैन भन्नुभएको एउटा बुढाउने काटिँदाखेरि त हाम्रो चाहिँ के कुरा हराइ जाँदो रहेछ भने अर्कोमा घाँटी नि मारिदियो भने कस्तो होला। बेला च्याक समाधि गरेर के बुझ्नु पर्यो डु नट किलिङ म अर्को घाँटी नि मार्दैन भनेर आएपछि त हाम्रो जीवनमा मूल्य बढी कि बढ्यो हामी छोडा हिंसा गर्ने छैन बुढाले पनि सभा अब नन्दी मार्ने हिजो सबै निमाले अब नन्दी मार्ने त्यहाँबाट दोस्रामा भन्छ चोरी गर्न सक्दैन यो चोर आउला हो क्या होइन चोरी गर्ने छैन त्यसरी मल्यो के चोर किन चोर पर्ने आउँदैन। त्यसपछि हेरी औला चाहिँ सबभन्दा अर्को छ के अर्काको बुढी मन पर्ने अर्काको छोरालाई मन पर्ने अर्काको मैले बेविचार गर्ने छैन बुढालाई समाजमा त बुढा यसै गर्दै गर्दैन कसैले भनारमा जानेवाला हो र म जाँदैन करोडै सुने आए पनि म जाँदैन भन्नु पर्यो क्या उभाएर गर। त्यसपछि हेर यसमा पित्तलको सुन लगाएर चाहिँ भैँसीको मूल्य कति हो भने झुट बोल्छ क्या त झुट बोल्ने छैन झुटा हो नि त रिङ लगाएर खै एडजस्टमेन्ट गरेको हुन्छ भोलि यहाँ लगाइदियो भने हुन्थ्यो नि लगाउन यहीँ लगाउनु पर्छ नि। यो चाहिँ अलिकति खतरा छ युवाहरूमा मैले यहाँ हेर्दा त जम्मै ठिकै छ रियापमा जाने खालको धेरै जाँड रक्सी खायो भने सुसु मात्रै आउँछ यो सुसु गाडीमा गइरहेको छ किसान लाग्यो भनेर बोल्न पर्दैन भनेको सुरापान धेरै खायो भने सुसु मात्रै आउँछ। यो पाँचवटा कुरालाई हामीले मर्ज गर्न सक्यो भने हाम्रो जीवनमा दुःख हुँदैन र हाम्रो मूल्य बढ्छ। अब माथि गरेर है एक्सर्साइज हो यो अघि चाहिँ यता गरेको थियो अब यता गर्ने हिंसा गर्ने छैन चोरी गर्ने छैन बेविचार गर्ने छैन झुटो बोल्ने छैन नशा पदार्थ सेवन गर्ने छैन। अब म ब्रेन चेक गर्छु है मैले जे भन्छु त्यो अठाउनु है चोरी गर्ने छैन समाधान चोरी गर्ने छैन भने कता कता युवतीहरूको ब्रेन समाजमा चोरी गर्ने छैन भनेर जारक्सी खाने छैन पहिले त खान्छु भन्ने छ हिंसा गर्ने छैन गरौँ गरौँ भनेको कि ब्रेनलाई देऊ हिंसा गर्ने यो कनेक्सन गर्नु पर्यो बेविचार गर्ने छैन गर्ला भने भन्नुहोस् त्यो त हुन्न के ल तलका अब यो शिक्षा गर्नाले यो गर्नाले के भयो
हाम्रो ब्रेनले यो एक्टिभ भएर गइसकेपछि अब हामी अलिकति विज्ञानतर्फ जान्छौँ है। विज्ञानको कुरा पनि सुनौँ न। अच्छा, विज्ञानको कुरा सुनौँ। छ सत्य छ। अब तपाईहरु चाहिँ नि सेवाको लागि युवामा यो कार्यक्रम चलिरहेको अवस्थामा हामी त यङ जेनेरेसनको बच्चाहरू युवामा एनर्जेटिक पावर छ नि। अब यसलाई चाहिँ कसरी यो शरीर चाहिँ नि यो बडी मनुष्य यो शरीर कसरी चल्छ होला त्यसको विषयमा बताएर हाम्रो क्लास खत्म हुन्छ है। हाम्रो यो शरीर कसरी चल्छ, यसले फङ्सन कसरी गर्छ, फङ्सन गर्ने तरिका थाहा छ कि छैन, कसले चलाइरहेको छ भन्दाखेरि कसैले त भगवानले चलाउँछ, भगवानले चलाउन कोही चलाउँछ, ब्रेनले चलाइरहेको छ त मलाई पनि थाहा छैन कसरी चल्छ कसरी चल्छ भने यसो चल्छ नि भन्नु अलि क्लियर हुनुपर्छ। यो कुरै थाहा नभयो भने त समाजमा त हामी कसरी चल्छ थाहा छैन त जहिले चले पनि भयो वा यसरी चल्छ भनेर ज्योतिमा लगेर त उब्र्यायो त्यस्तो गर्नु हुन्न नि। कसरी चल्छ भने थाहा भयो भने त गर्दैन, तर थाहा छैन कि त कुरा। यो शरीर चाहिँ यो शरीरको दुईटा फङ्सन हुन्छ। कति फङ्सन? दुईटा फङ्सन अफ बडी। फर्स्ट फङ्सन के हो भने जस्तो हिँडिराख्ने अवस्थामा हाम्रो एउटा काँडाले हाम्रो खुट्टामा कोप्यो भने कोप्ने बित्तिकै हाम्रो ब्रेनलाई इन्फर्मेसन गर्छ। त्यसलाई भन्छ संज्ञा वाहिनी। के भन्छ? संज्ञा वाहिनी पनि बुझेछ? त्यसै संज्ञा वाहिनी आँखाले भनेपछि तोते के तोते तोता आमा भन्नु उसले आमा आफ्नो भाषामा हामी आमा भन्नु हुन्न। संज्ञा वाहिनीलाई इङ्ग्लिसमा भन्यो भने सेन्सर फङ्सन। के भन्छ? सेन्सर फङ्सन। अघि टच गर्ने बित्तिकै सेन्सरले के गर्यो? इन्फर्मेसन गर्यो। संज्ञा वाहिनीले गर्यो भने बुझेथ्यो? अलमल थियो। संज्ञा वाहिनी कुन चराको नाम होला खोज्दै थियो। सेन्सर भन्दा अर्काको कुरा भने पनि बुझ्छ, आफ्नो भाषामा बुझ्दैन। सबै उताको भइसकेको छ क्या, उताको तयारी होला नि। अस्ट्रेलिया, जापान, हाम्रो नेपालको त नेपालको नेपाली कुरा बुझ्छ। अब यो कोप्ने बित्तिकै यसले के भन्छ? उठाउ भन्छ। तल भन्छ हाम्रो भाषामा आज्ञा वाहिनी। के भन्छ? आज्ञा वाहिनी भनिन्छ। इङ्ग्लिसमा के? अर्डर फङ्सन। टच हुने बित्तिकै सेन्सर फङ्सनले इन्फर्मेसन गर्छ, ब्रेनको अर्डर फङ्सन उठाउ भन्छ। भन्छ भन्दैन? अब यो दुईटा भन्दा अरू फङ्सन छ। प्रत्येक शरीरभित्र सेन्सर लगाएको छ। आँखा, नाक, कान सबैमा सेन्सर छ कि छैन? छ। आँखाको सेन्सर ठिक छ भने देख्यो, आँखा सेन्सर छैन भने देखेन। कानको सेन्सर ठिक छ भने सुन्यो, नत्र सुन्दैन। जिउरोको सेन्सर ठिक छ। हरेक रोममा पनि छुने बित्तिकै थाहा हुन्छ कि यो चिज यस्तो हो। क्लियर? त्यसो भए यो मोबाइलमा पनि त सेन्सर फङ्सन र अर्डर फङ्सन त छ छैन? तपाईँहरूको के चिज गर्यो भने हामी चाहिँ चार्ज हुन सक्छ। तपाईँलाई बेकअप धेरै चाहिएको छ नि। यो मोबाइलको बेकअप राम्रो छ भने पो यो चल्छ। त्यसलाई चार्ज गर्ने त एडाप्टर छ, बिजुलीमा हाल्यो भने चार्ज हुन्छ। तपाईँहरू चार्ज कसरी हुन्छ? खाना खाए त मैले न्युट्रिसन पाउनु, ब्रेनलाई चार्ज गर्ने तरिका के हो? खाना पठाउनु नि त्यहाँदेखि ब्रेन चाहिँ चल्दैन छ नि। कम्प्युटरको अक्षर हेर्दाखेरि के कथा छ भने बुझ्नु यी गरेर त्यसरी हुँदैन। फाट 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 ब्रेनलाई भनेपछि त उसले आज्ञा वाहिनीले फेला पारेपछि, सेन्सरले फेला पारेपछि अडियो फङ्सनले आफै लिएर जान्छ। तिम्रो चार्ज हुने कि नहुने भन न? उपाय चार्ज एकछिन यो पाकमा पकाइ पुरै अब भन्नु कुरो आउँछ कोही चाहिँ नि गुरु एकछिन सरी झोला निकालेर मुखबाट हालेर चार्ज भएको रे त
कोही चाहिँ नि हुन्छ कोही उसलाई जान्न रोटी नखाएर बुवा आउँदैन बुवा आउनको लागि उसलाई साथी चाहियो क्या राजा मान धतुरा त्यस्तो किसिमले मनुष्यलाई चार्ज गरेको छ भने यो पुरा युनिभर्सल भित्रको चाहिँ जति वेब छ जति पनि एनर्जी छ सबै एनर्जीसँग हाम्रो शरीर चाहिँ हामीले चार्ज कसरी गर्ने भन्ने विधि छ नि भगवान बुद्धले सिकाए सिक्ने कि नसिक्ने त्यो दुईटा पोइन्ट छ एडप्टरको होइन दुईटा छ नि त न्युट्रल र फेस भन्ने दुईटा हुन्छ हाम्रो शरीर पनि न्युट्रल फेस छ अघि नै संज्ञा वाहिनी भनेको सेन्सर फङ्सन र अर्डर फङ्सनलाई यदि हामीले कनेक्सन गर्न सक्यो भने हामी चार्ज दिन सक्छौँ हाम्रो भित्रको चाहिँ सेन्सर फङ्सनले दिएकोलाई चाहिँ अर्डरै नगराउने त्योतिर चाहिँ एक्टिभै नगराउने भने त हामी धेरै बच्न सक्छ नि हाम्रो एनर्जी तुरन्तै रिएक्सन चाहियो क्या उसले ताको भने ताको बदमास हो बदमासको बदमास बदमास हो भनेर हामी तिनचोटि मात्रै भन्दैन भनेपछि एनर्जी खसखस भयो कि भएन सबभन्दा धेरै एनर्जी लस केले गर्छ ल बताउन एनर्जी लस गर्ने जीव तत्व के हो हाम्रो शरीर ब्रेनले हो त ब्रेनमा त हो नि त्यसको एक्सन के रिएक्सन हराउने हो त कराएर विचार हो विचार आयो भने एनर्जी घट्यो अब कुरा सुन्नु यही कुरामा तपाईँहरूलाई चाहिँ यहाँ एउटा क्वेसन गर्छु त्यसपछि क्लास अन्तिम हुन लाग्छ चार्ज भएर जाने आज 86,400 तपाईँलाई आजको बिहानको 5 बजेबाट भोलि महिनाको 5 बजेसम्म मैले दिएँ 86,400 खर्च गर्नुहुन्छ 24 घण्टामा तोला खर्च गर्ने छ भने त्यो कसरी खर्च गर्ने केमा लगाउने लगाउँछ सेयर मार्केटमा लगाउनु केमा लगाउने फिक्स डिपोजिट अब क्वेसन राइट भयो कि 86,400 रुपियाँ मात्रै किन यस्तो भन्दा करोड किन भएन भन्दाखेरि हाम्रो सासको अप डाउन भित्र बाहिरको जो प्रक्रिया छ नि त्यो चाहिँ 86,424 घण्टा 1 मिनटमा कति भयो 1 सेकेन्डमा 60 सेकेन्ड 1 मिनटमा 80 मिनट सबै क्यालकुलेसन घर गर्नु 86,400 जम्मा हामीले 24 घण्टामा त्यति सम्पत्ति एनर्जी हामीसँग भेला हुन्छ अब कसरी खर्च हुन्छ यहाँ हेरै भनेको यसले त गएर ब्याङ्कबाट आइदिएको त्यो खर्च नगर्दा त्यसकै खर्च हुन्छ ब्याङ्कमा जाँदाखेरि पैसा एनर्जी ल 86,000 कसरी जाँदै अरे त्यो केटाले भनेको मानेन बोयफ्रेन्ड हो नि तैँले भनेको मानेन यहाँ आउँदा मलाई अहिले आउँछ मलाई अहिले आउँदैन कति भयो भनेको 86,000 पुरै गयो पुरै गरिहालेँ मैले तल मन परेको छैन काली आफूलाई जो रिसायो 86,000 त्यसको खुसायो गयो सरको बोलेन आमाले बोले धेरै त्यहाँ बाँकी नभए किसिन पछि गएर छोरी स्कुल जाऊ भने स्कुल गयो भने त्यो के गर्छ स्कुलमा त आमासँग झगडा आएपछि मान्छेले पढाएको त्यो बोल्नु त निद्र पो लाग्छ तिमी अहिले एनर्जी लाग्छ टेन्सन नगर्नु पढाउनु तपाईँ झगडा हुन्छ कि हुन्न अनुभव गरेछ आजदेखिबाट 86,400 बचाउने हो भने उसले बनाएको प्रतिक्रियामा हामी एक्टिभ नहुने त्यसोकै भन्नुहोस् न पुर्किरहेछ राम्रै रहेछ नराम्रो रहेछ पुर्किरहेछ त्यसोकै तिमी खर्च किन गर्यो मैले अब उहाँ आमाले मलाई के गाली गर्यो भने मेरो खर्च मैले गर्नु मैले ज्ञान पाएको के गर्नु खर्च लाग्यो
एउटा गर्ने बित्तिकै यसरी गर्ने बित्तिकै 10,000 खर्च हुन्छ त्यहाँ किन गर्दैन नि त्यो भनेको कुरा मान्नुपर्छ तपाईँ त्यहाँ गएर अनि पछि त भोलि भन्नु बुझ्दै भइहाल्छ भन्छ कि भन्दैन प्रतिक्रिया नदियो चाहिँ बुझ्दा हुन्छ त्यसकारण कता कता दिने हो त्यो त्यसकारण अब जीवनमा तिमीहरूको बिचमा जाँदाखेरि 86,400लाई बचाउनको लागि त्यसलाई ब्रेनलाई एक्टिभ गरेर भन्नको लागि त सिस्टम चाहियो नि सिस्टम नभएसम्म त्यो एप त डाउनलोड हुँदैन यो त कुरा त बुझ्यो त एप कुन चाहिँ एप डाउनलोड गर्यो भने हामी नरिसाउने हुन्छ भने एप चाहियो कि चाहिएन एआई को चाहिँ एप्स डाउनलोड नगरेर एआई खोजेर पाउँछ न पहिले डाउनलोड गर्नु पर्यो के अब त्यो डाउनलोड गर्नको लागि सबैभन्दा सेन्सर फङ्सन र अर्डर फङ्सनलाई भन्नु पर्यो त्यो एप्स डाउनलोड गर्नु त्यसको लागि म बताउँछु है अर्डर फङ्सनको लागि कुन अङ्ग छ अर्डर गर्दाखेरि मैले भनेको त्यसरी मैले भनेको सर मलाई सुसु आएको छैन यसले भन्नुभयो नि मैले भनेको भनेपछि त सुसु आएको छैन यो औँलामा अर्डर फङ्सनलाई त्यसलाई रोक्नको लागि सेन्सर फङ्सनसँग जोड्नु पर्छ सेन्सर फङ्सन कहाँ छ बुढा प्रत्येकको सेन्सर फरक छ त्यसका सेन्सरमा आजकल सेन्सर फङ्सन ठ्याक्क गरेर ड्युटी गएको देखेछ यो सेन्सर फङ्सन र अर्डर फङ्सनलाई यदि हामीले रिमुभ गरेर भित्र गुमाउन सक्यो भने हाम्रो एनर्जी बाहिर जाँदैन भन्ने त्यसकारण अघि ओम भन्दाखेरि तिमीले यसो गरे कि गरेन गरेछ गरेन ओम गरेपछि खाली गयो कता उडियो अब लास्टमा ओम ध्वनि यो दुईटालाई यसरी अब हेर फुल्ली एरिया हामीले यसरी चाड सिधा गरेर ओमको ध्वनि गर्ने रेडी 1 2 3 पोजिटिभ र नेगेटिभ भाइब्रेसन हुन्छ अब यो दुईटालाई यो अर्डर पोजिटिभ यो अर्डर नेगेटिभ तिमीसँग दुईटा छ अब त्यो एनर्जीलाई खर्च कता गर्ने राम्रोमा खर्च गर्ने कि नराम्रो खर्च गर्ने कसको हातमा छ आफ्नै हातमा यो दुईटालाई फेरि लिनको लागि अब पाइलालाई तल माथिलाई अर्डर टु अर्डर दुईटा सेन्सरलाई टच अब मेरै भित्र नेगेटिभ पोजिटिभ मेरो अधिकारमा भयो अब युनिभर्सलमा कसैको म कटुक्ति होइन म स्वयं आफू अपोजिटो भव मेरो एनर्जी मसँगै छ भनेर फेरि तिनचोटि मेरो सेन्सर सबै छ अब अर्डर फङ्सनले कन्ट्रोल गर्छ भनेर पूर्ण विश्वास गर्ने है आयो अहिले खुल्यो कि खुलेन ल अन्तमा अब एकजनाले यता एकजनाले भने क्लास पढ्दा के बुझ्यो त छोरीको आजको क्लास
अलिकति चेन्ज भयो कि भयो कति वर्ष के भयो 17 वर्षमा बल्ल पुरा आदत बुझ्यो जङ्ग लगाएर 86,400 बताउने किन बता कतिको छुच्ची थिएस त्यसो बाहिर निक्लेको छुच्ची हुन्छ क्या छुच्ची थियो कि थिएन अलिक कराउँथ्यो झ्यापझुप थियो नि अब आजबाट मुनि भइहाल्यो अझै पनि भन्दैछ नाम भनेर कतिमा पर्छ भन्दैछ मेरो नाम नवलपुरबाट बिहानमा बेसी पर्छ कस्तो लागिरहेको छ यो कहिले सुनेको थियो अलिअलि ट्याक्कै यस्तो त भएन यो त गाई मेरो नाम कस्मी पाइजा मगर म म्याग्दी थाइरोङबाट हो म अहिले यहाँ पिएनमा ब्याचलर बसेर पढ्दै म्याग्दीबाट हो कस्तो लाग्दा आज पुरा छ पावर सेल्समा 86,400 बचाउनु नाम के अरे सुषमा चितवनबाट हो अनि अहिले चाहिँ चिताउन गयो जिन्दगी बिताउनु सेकेन्ड इयर हो ब्याचलर सेकेन्ड इयर आज कस्तो लाग्दैन कहिले सुनेको थियो कहाँ सुन्छ मान्छे कस्तो छ 100% चेन्ज हुन्छ हुन्न 86,450 बोलेपछि चेन्ज भइहाल्यो कतिको छुच्ची थिएस आफूले छुच्ची त भन्नु मिल्दैन साथीहरूले छुच्ची त छ भन्छ नि अलिअलि त भइहाल्छ नि अब अलिअलि पनि मन भयो अब अर्को स्याङ्जाबाट ब्याचलर सेकेन्ड इयर कन्या क्याम्पसमा यो कन्यामा के भयो त आज पुरो के भयो एकदम इन्ट्रेस्टिङ भयो अब क्लास बढ्यो क्या अर्को क्लास माग्ने कि नमाग्ने सेकेन्ड क्लास गर्ने कि नगर्ने लेसनै सुरु भएको छैन लेसन आज त भुलुका मात्रै बाँधेको लेसन सुन्यो मान्छेलाई पनि मान्छे गर्दैन क्या मेरो मूल्य बढ्यो भने तेरो कति नभइसक्यो माग्ने हो नि अब ल पछाडि भन खोडाकोबाट रे खोडामुखको हो मुखैको हो चिन्छु क्या मैले ढुङ्गारा हो उसको छोरीले चाहिँ पनि थाहै भन्नु त्यहाँबाट कस्तो लाग्छ अब गुरुबार जोग हो त रमिलो छ नि बम छ मान्छे सानो छ तर पढाइ धेरै छ यो शान्ति नै छ तर छुच्ची त छुच्ची आज कस्तो लाग्यो 86,405 खर्च यिनीहरू बोले पनि नबोल्ने आएन भने त प्रतिक्रिया नदिनु पर्दैन क्लास सोद्धा पनि म बुटलबाट म भाषा पढ्दै बस्थेँ अहिले के भाषा पढ्नु कोरियन भाषा कोरियन बाहिर जाने यो एनर्जी उता दिनु उताबाट के एनर्जी ठिक छ राम्रो छ अर्को बाबु मेरो नाम चाहिँ सिद्धार्थ चापागाई घर चाहिँ पर्वत मोदी गाउँपालिका मोदीमा हो के पर्छ बिबिएस फर्स्ट इयर पिएन आज कस्तो लाग्यो क्लास एकदम राम्रो छोड्न मिल्छ यो मान्छेले 1 लाख रुपियाँ तिर्दाखेरि त पाउँदैन मलाई किन आउने पैसाले तोल्न लगायो भने म त्यहाँ जाने त्यो के त्यसले 86,000 यस्तो भयो भनेर भन्नुहुन्छ मलाई भयो भने म नजाने कस्तो लाग्छ ठिक छ सेकेन्ड लेसन फर्स्ट लेसन लिने जरुरी छ नि ल नानी कुनमा भेटनरी पढेको ल बहुत इन्ट्रेस्टिङ क्लास हो भेटनरीवाला पनि पशु अघि आयो नि यहाँ पशु राम्रो नानी तिमीले ठिक गरेछौ पुण्यको काम गर्यो नबोल्ने मान्छेलाई उपचार गर्ने त राम्रो हो नि
यो त सुई लगाइदियो पनि गयो तैँले यस्तो सुई लगाइदिनु कस्तो राम्रो छ आजको क्लास कस्तो लाग्यो के मन पर्यो तिमीलाई भन आजको कुरा के मन पर्यो सबै त्यही कुरा छ त्यसैमा अलिकति नानी अब यता तिमीलाई नमस्कार, मेरो नाम अञ्जली राटा, घर स्याङ्जाबाले। गरे भयो बिएससी 4th year पिएम क्याम्पसमा। आजको यो क्लास चाहिँ समग्र रूपमा रमाइलो अनि इन्ट्रेस्टिङ अनि फेरि केही ज्ञान अब जोगी आयो यो कसैको कुरा होइन सबै मनुष्य जीवनमा हुने कुरा छ क्या कुनै जाति भाती वर्ण भेद के धर्म आइडोन्ट मलाई थाहा छैन हामी मान्छे हो कि होइन मान्छेको कुरा गर्ने ल नानी आउनु नमस्ते, मेरो नाम निशा परियार, लामाचौरबाट। कस्तो लाग्दा हो राम्रो, धेरै ज्ञान पायौँ। आफू चाहिँ शान्तसित भएर बोल्नुपर्छ, शान्तसित। अब सिजार्दो हुनु भनेर फेरि उहाँहरूको अधिकार हुँदैन भने नयाँ हाल्छ नि भन्दा चाहिँला त बोल्नु पऱ्यो नि जन्म गरेर ल्याएर एकैचोटि ओकाल दिने हो सफा गरेर राखी एक हप्तासम्म तैँले चाहिँ भएन के लाउनु पावरसम्म सकिसकेर बाटोमा गरी मोटै किन्न पारेको पाउन पारो नि भनेको खोजेछ नि तैँले मोटै पार्यो के भने कि दुईटाको फरक छ नि त ल नानी अब नमस्कार, मेरो नाम चाहिँ अस्मिता बराल, म चाहिँ कुम्बी हो। घर चाहिँ म चाहिँ अहिले यहाँ पर्साङमा बसेर आजको विषयमा भन्न छोरी के लाग्यो एकदम रमाइलो लाग्यो। रमाइलो छ संसारमा इन्टरटेनमेन्ट रमाइलो नभएको को छ जो 86,400 त बचाउनु पर्छ सुविधा देखाइदिएको छ नि ट्याक्क बसेर बिहान 3 चोटि सास फेरेर ओम गराउँदा घरको मान्छेले फेरि के सिकेर ओम गराउँछ हुन्छ कि हुन्न त्यो माटि छतमा गयो करायो त्यो पनि पाउँदैन भने यही गरेर गएछ सास आएछ सास गरे हुन्छ कराउनै पर्दैन है पछाडि नमस्ते, मेरो नाम चाहिँ घरसे मेरो घर चाहिँ बाग्लुङ, अहिले म टिचिङ गर्दैछु। अनि आजको क्लास चाहिँ जुस लाइफ नै चेन्ज हुने जस्तो गुणहरू युज गरेर अहिलेसम्म केही मिस्टेकहरू हामीले मिस्टेक गरेको भए पनि आजबाट यो रुट फलो हुन्छ। आगामी समयमा पनि यो क्लासहरू टाइम टाइममा हजुरले दिनु होला। आशा पनि मागिहाल्यो त्यसरी भन्ने त्यो भने फेरि आउनु कुरा नि नगर्ने स्वीकृति खनाल, घर स्याङ्जा, र यहाँ बिएससी 4th year पढ्दैछु पिएममा। र आजको एकदमै सन्देश निकल थियो। सन्देश साहित्य मैले यहाँ के हेर्दैछु भने कसको ब्रेनमा के छ भने त्यो खोजी गर्दैछु केही छ अरू भने अर्को कता देखेको छैन मैले मलाई यता रिप्लेसनमा हालेछ मलाई हेर्न पनि छैन कानले स्वर आयो नमस्ते, मेरो नाम विनिता श्रेष्ठ, मेरो घर चाहिँ स्याङ्जा, अहिले चाहिँ बिएससी गर्दैछु। आजको सेसन चाहिँ क्लास एक्जाम जोगी आयो टप्पाले आयो कुरा भने खतरा रहेछ नि कुरा पुरा खतरै छ एकदम रमाइलो गर्दै सिक्न पाएँ। पढायो टिचरले पढाएको हाम्रो देशमा भन्छ नि त्यसरी हुन्न अबको पढाइ चाहिँ अभ्यास गर्दै गर्दा आरो नानी नमस्ते, मेरो नाम चाहिँ विद्या मल्ल ठौक्री, म चाहिँ मेरो घर चाहिँ पर्वत बाजुर र म अहिले पिएनसीमा बिए थर्ड इयर पढ्दैछु। अनि आजको क्लासको बारेमा भन्नुपर्दा चाहिँ एकदम ज्ञानमूलक राम्रो लाग्यो र आगामी दिनहरूमा पनि म यस्तै ज्ञानहरू दिन चाहन एकदम इच्छुक छु।
जहाँ इच्छु त्यहाँ बिच्छु टङ्क मार्दैन नि त उनले आएर म पहिला बस्छु ठिक छ समग्रमा सबै भाइ बहिनीहरूले जो आज गुरु यता नि बाँकी छ फेरि स्त्रीहरूलाई मात्रै सोध्नु हो पुरुषहरूलाई छुट्याउनु यहाँ पनि म त कहाँको त्यसमा चाहिँ हजुर त आफूले भन्नु पर्यो कस्तो लागिरहेछ भन्नुभयो नमस्कार सबैजनालाई म चाहिँ मेरो घर चाहिँ सोलुखुम्ब हो म भन्नुपर्दा यहाँ यो संस्थामा एम्बुलेन्स चालक हो सोलुखुम्बबाट एम्बुलेन्स चलाउन हजुर स्टुडेन्ट नभएको कारणले अब त्यही पनि अब यस्तो सहभागी भइदिएको अनि कस्तो लाग्यो अब यो ज्ञान पहिल्यै भइदिएको भइदिएको भइदियो भन्ने भयो अहिले ढिलै भए पनि जेस जोरदार ताली बजाइदिउँ म अब एम्बुलेन्समा चढ्दाखेरि पनि आफ्नो गाडी चलाउँदाखेरि बढी स्पिड नगर्ने भन्ने कुरो त आयो त रिसाएर के ओभरटेक गरेर ला भने त्यसलाई भनेर लानु पनि परेन एम्बुलेन्स छिटै हो तर भने पनि उसले मो गरेपछि साइडै दिन्न नि त त्यहाँ टेढो बेला त गाली गोलो निक्लिजाला न चुप्प अब चाहिँ 86,000 चार्ज किन खर्च गर्नु ठिक छ अबदेखि नमस्कार मेरो नाम लक्ष्मण मेरो खोराकमुखको खोराकमुख त 2 जना भयो मेरो भाउजू हो अब बुझ्यो मैले दाइलेसी जानुपर्छ भनेर अनि भाउजूलाई पठाएको क्या भाउजूले बढी इनर्जी सक्नु भयो म चाहिँ अहिले मास्टर्स सकेर बसेको आजको क्लासको विषयमा अलिकति एकदमै धेरै एकदम प्राक्टिकल म चाहिँ आनापाना चाहिँ मैले पनि गर्छु अनि त्यसपछि भनौँ न धेरै नजानिकन गरिरहेको चाहिँ जस्तो लाग्यो धेरै थाहा नभइकन काम गरेको छ सबैलाई त महसुस गर्छ नि कतिपय काम हामीलाई थाहै नभएको प्रक्रिया नभएर गरेको हुनाले हामी सक्सेस नभएको अवस्था छ अब यो प्रक्रिया तपाईँले जानेपछि तपाईँहरू सक्सेसफुल टेक्निकको जमाना हो आइडियोलोजीको जमाना हो अरू केही भनाइ छ चाहिँ अब म कन्टिन्यू दिने अब सेकेन्ड क्लास फर्स्ट क्लासको लागि तपाईँहरू तयारी हुँदाखेरि पछि चाहिँ आउँदाखेरि यो चाहिँ मैले अभ्यास गरिरहेको अवस्था मैले यो अनुभवहरू पाएँ र मैले चाहिँ 86,400 बचाउनको निमित्त मैले यो प्रक्रिया गरेर अर्को क्लासमा हामीले त्यो सुन्न पाउनु पर्यो होइन तपाईँहरूको त्यो रिसो नाप्न मिल्छ फेरि तिमी कति रिसाउँछ भन्ने कुरो म साइकोलोजी बुझ्छु नि नाप्छु नि मैले त्यहाँ फेरि यो गुरुले त आउँदैन भनेर त आउँछ साइन्स टेक्निकल हो नि इन्जिनियर हो नि थाहा हुन्छ बनाएर घरमा गएर विकासानन्द जस्तो गरिकन हाँसी लाग्यो त्यसपछि अब नमस्कार मेरो नाम सुनिल पौडेल घर चाहिँ पर्वत अहिले पिएन क्याम्पसमा मास्टर 4th सेमेस्टर पढ्दैछु आजको क्लास समग्रमा एकदम सिक्ने मौका मिल्यो गुरुसँग बसेर अस्ति पनि कुरा भएको सिक्ने मौका मिल्यो ठिक छ ल अब यता बुवाबाट सुरु गरौँ कि लास्ट बुवाको ला होइन नमस्कार सबैजनालाई म सागर पन्डेल एसएस संस्थामा आबद्ध छु अनि अब गुरुको क्लासहरू सधैँ गुरुलाई सुन्न गुरुको विचारहरू सुन्न सधैँ रमाइलो नै हुन्छ अहिले चाहिँ अब हामीले अघि भनिसक्नु गुरुले हाम्रो व्यवहारिक शिक्षामा हामीले हाम्रो विद्यार्थीहरूले हामीलाई जसरी चाहिँ सिक्ने तरिका छ त्योभन्दा गुरुको एकदम बेग्लै तरिका हुन्छ किनभने लर्निङ बाई डुइङ इन्टरटेनमेन्ट गर्दै रमाइलो गर्दै चाहिँ व्यवहारिक कुराहरूलाई कसरी यो हाम्रो मस्तिष्कमा घुसाउने भन्ने प्रयास गर्नुहुन्छ गुरुले सधैँ अनि पहिलेदेखि नै गुरुको क्लासहरू गुरुको विचारहरू सुन्न रमाइलो लाग्छ यो चाहिँ यसलाई चाहिँ हाँसो मजाको रूपमा मात्रै नभएर यसबाट सिक्नुपर्ने पाठहरू सिकेर यसलाई व्यवहारिक जीवनमा चाहिँ प्रयोग गर्ने प्रयास गरौँ हामी सबैले 86,400 सँगै गुरुले एकदम अर्को महत्त्वपूर्ण कुरा पञ्चशीलको कुरा गर्नुभएको थियो त्यो चाहिँ कसैले पनि भन्नु भएन सायद अब यो हाँस्दा हाँस्दै एनर्जी खर्च भयो आजको 86,400 चाहिँ यहीँ खर्च गरिदिनु भयो जस्तो छ गुरुले आगामी
आगामी दिनहरू पनि यसरी नै तपाईँहरूको सक्रिय सहभागिता रह्यो भने अब आगामी शनिबारहरूमा पनि गुरुलाई हामीले आह्वान गरेर गुरुलाई यसरी नै ल्याएर फेरि यस्तै अब 6 लेसन बाँकी गरौँला। छैन, सुरु नै भएको छैन लेसन त। लेसन सुरु सुरु भएको छैन, यो त इन्ट्रोडक्सन मात्रै हो। ट्रेलर हो। बुवाको बालो ए बुवाको बालो भन्नुहोस् तपाईँलाई अब आजको क्लास कस्तो लाग्यो, यो निरन्तरता हुनुपर्ने हो कि होइन, यो कस्तो लाग्यो तपाईँलाई? छोराछोरीहरूको क्लास कस्तो लाग्यो बुवालाई? नानीहरू तथा गुरु नमस्कार। आजको ज्ञानहरू तपाईँले आउनु थियो, अहिले पनि यसरी नै सुन्नु पायो भने अर्कोचोटि अब त गुरुको झलक आउँछ। तपाईँलाई सबभन्दा त्यो 86,400 त मन पर्यो। अब चुपचाप छ, अब नबोल्नु। धन्यवाद।